केही दिन अघि मैले यो पेन जादु तेल आमालाई दिएको थिएँ। आमा नमस्ते। नमस्ते बाबु। कस्तो छ अहिले तपाईँलाई? अहिले राम्रो छ बाबु। हात खुट्टा दुख्यो भन्नुहुन्थ्यो। हात खुट्टा दुख्थ्यो, कस्तो दुख्थ्यो। राति सुत्ने बेला पनि त त्यस्तै दुख्ने, उठ्ने बेला पनि त्यस्तै दुख्ने गर्थ्यो। अनि अहिले कस्तो छ? अहिले हजुरले दिएको तेलले गर्दाखेरि मलाई धेरै राम्रो गरेको छ। हेर्नुहोस्, नराम्रो छैन, मलाई राम्रो गरेको छ। अब त कहाँ पुगेर आउनुभयो? अहिले म गोला गएँ बाबु। यो के हो फेरि? यो भात पकाए खाने दाउरा। ए दाउरा पनि लिएर आउनु भएको छ? हजुर। ए बोरामा दाउरा राखेर खैले आउनुहोस्, म लगिदिन्छु। ए यो त गुइठा रहेछ त आमा? गुइठा हो। ए ल आउनुहोस्। भनेपछि अहिले यति ठुलो भारी पनि बोक्न सक्ने हुनुभयो? भइयो बाबु। यो सबै यही तेलको कमाल त होला कर होइन? यही तेलले गर्दाखेरि हो। हो यही त। तपाईँहरू ताजी आएर मलाई त्यहाँ गर्ने भिडियो गराउने बेला कस्तो दुखिरहन्थ्यो। तपाईँहरू कराउनु भयो, हाँस्नु भयो। अहिले त्यो तेलले गर्दाखेरि मलाई धेरै राम्रो गराएको छ। हेर्नुहोस्। ए आमा हजुर। अब त्यही त झन्डै 1 महिना जति हुन लाग्यो क्यारे मैले यो तेल दिएको। हजुर। अब आमालाई हामीले दिएको यो पेन जादु तेल सकियो होला भन्ने लागेर अनि कस्तो गर्यो यो तेलले, ठिक पार्यो कि पारेन एकचोटि सोधी पनि हालौँ। अनि नयाँ तेल पनि लिएर आएको छु तपाईँलाई, फेरि पेन जादु तेल। अनि पहिलाको तेल सकियो कि सकिएन? सकियो। कहिले सकियो? हिजो सकियो त्यो त। ए ठ्याक्कै हिजो सकियो? हिजो सकियो। ए भनेपछि अहिले दुख्दैन कतै पनि? अहिले दुख्दैन, अलिअलि दुख्छ। कता कता दुख्थ्यो पहिला? पहिला यो ढाड दुख्थ्यो, त्यहाँबाट यिनी जोड्ने यिनी दुख्थ्यो, यहाँ दुख्थ्यो, अनि यो मन्टो दुख्ने, अनि यहाँ कन्नामा यो भारी बोक्न सक्दैन त्यहाँ। ए अहिले ठिक छ? अहिले त ठिक छ। यत्रो भारी बोकेर आउनु भएको छ तपाईँले? अहिले त यत्रो भारी बोकेर हिँडेको छु, गला हिँड्छु। अनि कहीँ गाउँमा गयो भने त तरङ तरङ गरेर हिँड्छु। सबभन्दा यो घुरालेर यो ढाडले बनाएको थियो मलाई। एकदमै। तर राम्रो भयो। हेर्नुहोस् अहिले राम्रो भयो होइन? अहिले राम्रो भएको छ। जहाँ वृद्धहरू हुनुहुन्छ जसको हात खुट्टा दुख्छ उहाँहरूलाई लगेर यो तेल फ्रीमै दिनु होला भनेर कम्पनीबाट मलाई केही यो बोतल तेल उपलब्ध गराइएको थियो र मैले ती तेलहरू अहिले यस्तै आमा जस्तै हात खुट्टा दुख्ने बिरामीहरूलाई लगेर दिइरहेको छु। यो निःशुल्क रूपमा दिइरहेको छु। तपाईँहरूलाई पनि पेन जादु तेल चाहिएको छ भने भिडियोको स्क्रिनमा नम्बर छ, फोन गर्नुहोला। जहाँ तपाईँ हुनुहुन्छ त्यहाँ आइपुग्छ पेन जादु तेल। अब फेरि 1 महिना पछाडि आउँछु, तपाईँलाई पेन जादु तेल दिएर जान्छु है। 1 महिनासम्म फेरि यो तेल लगाउनु है। हजुर हजुर। ल सन्चो भयो भनेर लगाउन छाड्ने होइन, दिनमा 2 टाइम मजाले लगाउनु। लगाइरहेको छु। हस् आमा ल।